यो सिमिकोट बजार बजारको एक्सप्लेनेसन चाहिँ भन्छु के कहाँ छ भनेर है। सो लेट्स सी हेरौँ है त। अनि योभन्दा पहिला चाहिँ तपाईँले के गर्नुपर्छ भन्दाखेरि नि मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला म भन्न चाहन्छु र टिकटकमा फलो गरिदिनु होला, फेसबुकमा पनि। ल सो लेट्स सी हेरौँ है त। सर्वप्रथम चाहिँ यो देखिएको चाहिँ यो चाहिँ एयरपोर्ट हो होइन, यो चाहिँ सबैले देखिरहेको कुरा नै हो। अनि यो चाहिँ माथि आफिम ब्यारेको यो जो सिमिकोट बजारको जुन टपमा छ यो चाहिँ आफिम ब्यारेको छ। यो चाहिँ यो सिम भन्छ होइन, यो सिम हो भन्छ, सिमा भन्छ। यो पुरै यो सिमले भरिपूर्ण छ, सिमसिम्यारी छ। अनि उ त्यो चाहिँ पुरै त्यो वन चाहिँ रानी वन होइन। अनि त्यो ठिक छ, खेतीपाती यता भइरहेको छ त्यो चाहिँ पनि होइन। अनि यो लामाहरूको है। अनि यो पुरै चाहिँ बजार होइन, यो चाहिँ बजार एरिया हो। यो चाहिँ बिच बजार हो, अफिसहरू कार्यालय एरिया छ। अनि जिप्परका यो मतलब जुम गरेर देख्नुहोस्, जुम गर्दै यतापट्टिको चाहिँ शिव मन्दिर। सो अनि यतापट्टिको यो बजार, यो पुरै बजार भयो होइन, यो बजार एरिया भयो। यो चाहिँ माथिल्लो गाउँ भन्छ। अनि यो चाहिँ सबै पुरा माथिल्लो छ यतापट्टि। अनि यो चाहिँ देखिरहेको विजय होटेल, त्यहाँभन्दा माथिको टप छ होइन, माथिको त्यो सबभन्दा ठुलो चाहिँ त्यो चाहिँ हेड नेपाल हो। र सो यतापट्टि घरहरू अलिअलि छ, त्यो बस्तीहरू बाग्लिँदैछ त्यहाँनिर बस्तीहरू। अनि पुरै यो बजार एकदम दामी देखिरहेको छ होइन, टक्क त्यो ब्लु स्काई होइन, त्यस पछाडि यो ब्लु स्काई अनि टक्क हावा मोबाइल छ। सो एनिवे के हो भन्दाखेरि नि धेरै म भिडियो बनाउनु पाउन कहिलेको यस्तो सिक्छु, भिडियोहरू बनाएर हुन्छु। सो अनि एउटा कुरा देखाउँदै म बिर्सेँ है, यतापट्टि यो छ नि, यो चाहिँ फुर्सल हो है, पुरानो चाहिँ फुर्सल। अनि यतापट्टि त्यहाँ स्नोकल पनि छ। अनि स्केटिङवाला पनि छ। यो चाहिँ खोले के छ बाबु, हेलाइ भन्दैनस्, हेलाइ भन्दैनस्। यो चाहिँ यो फुच्ची हो यो। अनि यतापट्टिको चाहिँ यो चाहिँ गाडीको ग्यारेज एउटा चाहिँ यहाँ छ। सो एनिवे कस्तो लाग्यो भिडियो चाहिँ अनि फिडब्याक दिनु होइन। सो यति भन्दै म अहिले चाहिँ निस्किन्छु। सो